खान्न त एउटा ठुलो मोमो। हेलो साथीहरू, हामी चाहिँ आज सयवटा मोमो मुकबाङ गर्न जाँदैछौँ। 3 जना दिदीबहिनी मिलेर हेर्दै गर्नु होला तपाईहरुले। यता चाहिँ अचार मोमोको, अनि यता मोमो, अनि यहाँ फेरि चिसो पनि छ दुईटाको, अनि मेरो यो। ल अब सुरु गरौँ। गरम गरम पहिला योबाट खाऊँ, चेस गरौँ। ल ल खाउँ न। म त अहिले यता आइज न, कति उता बसेको। अहिले फेरि क्यामेरामा आन्ने सुन्नु बर्बाद फेरि बर्बाद। त्यो मिठो भयो चिकन मोमो है साथीहरू फेरि। सयवटा छ, यो खाएर भ्याउँछु। भ्याइन्छ 3 जनाले, भ्याइन्छ खाएपछि। खाने आलु भयो कि चम्चा खानु, चम्चाले खानु पर्यो। मोमो खानु ठुलो हजुर हो र। बाजे खै त, रोक म एकछिन भिडियो बनाउँदैछु के। मिठो छ यो ठुलो वाला। बन्द न बस कम्ताले जरा माफर वाले हानि जरा तो जरा साथीहरू मोमो अनि आफला तो कुटी न जाबे का मादा बन्द सक्नु जाय। अब आउनुहुन्छ आफा हम छुट्टी तो आठ जरा मोमो राउन्ड परेन। भिडियोमा त कति धेरै खानाले खान नसकिन्छ नि रेलमा त। खान्न त एउटा ठुलो मोमो खाऊ सकिन्न क्या साथीहरू। ठुलो मोमो को गादिन जकेन नकनार बिचा त्यो कहाँबाट आएको त्यो त पुरा नाप्सिया कसो के छोटो गल्ती गर्नु। ए मसला हाल्दैन रुवा खाइन है कुन्टु झुट बोल्नु झुट
खान सकिँदैन दिदी के गरे हा यस्तो मिठो भयो नि अनि माछा राख्छु अब आउँ फेरि उता। कुक आउनुहोस् खाने भाइ कोही छ खाने इच्छुक भएको म राखिदिन्छु मोमो खाऊ खाऊ कसैलाई खाइदिन्छ एकदम मिठो भइरहेको नि है खाऊ यही हो आज यो खाने दिन त्यो हल्ला गरेर सक्दैन खान हामीले चाहिँ खान सक्दैनौँ हाम्रो बिचको दिदीले चाहिँ यो खाएर सक्नुहुन्छ हेर्नुलाई हेर्दै जानु सक्दैन पुरो मोमो हात न खै ngahat nang साथीहरू हेर्नुहोस् मोमो खान्न पेट अगायो भन्दा भने पनि खाएर भेरै यति मात्र बच्यो अब कसरी खान्छन् हेर्नु यिनीहरू दुईले खाऊ न खाना बात गर्ने मान्छे हो त्यस्तो पहिला वाक वाक गर्नु ठुलो मोमो यति मात्रै हो खाएर भ्यायो भयो खाने बनाएपछि नभ्याएर अनि ल यस्तो यस्तो लास्टमा म त्यस्तै खान्छु जुसी Kayaknya terasa tel tuh ya, ha? सक्यो कोक पनि मेरो म पनि मेरो भागभरि खाएँ सक्दैन के पुग्यो बचेको नखाए नि हुन्छ नसकेको यति Tuh, पछि नानी खान्ति सुराउ न टिस्यु दिउ न मलाई सुराउ साथीहरू मोमो चाहिँ यस्तो किसिमको भन्छन् यस्ता पनि छन् यस्ता यस्तो पनि छन् दुई किसिमको छ मोमो दुई तीन किसिमको भन्न अर्को पनि छ
तिनजनाले बनाऊ आफ्नो आफ्नो स्टाइलले हेरेर राम्रो नदेखिने एकदम स्वादिष्ट एकचोटि खायो भने सधैँभरि खाउँ खाउँ लाग्ने जस्तो छ Mama. को खान्छ र चाहिँ फाइनली हाम्रो मोमो पनि सक्यो यहाँ दुईटा खाजै यो दुईटा तेरो भाग खा खान्नमा दुईटा भाग खायो झन्बारी दुई के भएको 1 घन्टा नखाएर पनि गर्छु यता अलिकता खानु मोमो खान्न तेरो भएको क्या हामी त खाइसक्यौँ कि खानु पखाल लाग्छ कि होइन पेटलाई छोड्यो पखाल लाग्छ भन्नु फाइनल्ली हाम्रो मोमो सक्यो प्लिज अब मेरो कोक छ छोरो यति खान्छु हाम्रो भिडियो फुल भिडियो हेर्नुभयो होला त्यसको लागि धेरै धेरै धन्यवाद अनि हाम्रो भिडियो हेरेर लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला हामी यस्तै यस्तै भिडियो लिएर फेरि पनि आउनेछौँ नराम्रो भए पनि राम्रो मानेर हेरिदिनु होला ओके बाई